यो के गर्नुभएको नि बहिनी? यो सोतर सोरेको हो। यो के को लागि? मसिना दुईटा राँगा छ, त्यसलाई ओछ्याउने पनि मल पनि हुन्छ कि अलिअलि भनेर सोर्न आएको। भिजेको रहेछ, बोक्न सकिने हो कि नसकिने। यो सोतर मात्रै हुन्छ कि खान्छ पनि? खान त कहाँ खानु नि, पराल त खाँदैन, के को सोतर खान्छु। ए अनि यो चाहिँ के, यसलाई चाहिँ के भन्छ खासमा भन्छ? यो त सोतर पनि भन्छ, पत्कार पनि भन्छ, भना सल्लाहपुर पनि भन्छ, यस्तो भन्छ। अनि एक्लै एक्लै आएको? खै छोरालाई बोलाएको थिएँ, मम्मी सोर्दै गर्नुमा आइहाल्छु भन्थ्यो, आउँछ होला नि। ए भनेपछि त पत्कर त राम्रो हुन्छ होला नि त। जस पाक्न टाइम लाग्छ, मजाले बनाएर फर्काइ राख्यो भने पाक्यो भने मल राम्रो हुन्छ। ए त्यसो हो भने यो ओछ्याउने हो नि त? ओछ्याउने हो, सोतर भनेको ओछ्याउने हो, ए ओछ्याउने हो। अहिले ओसारी राख्यो भने भोलिपछि पानी पर्छ बर्खामा, त्यतिखेर सोतर कसले काटिरहने, यही ओछ्याइदियो बाँध्नु पनि हुन्छ। ए त्यही भएर एकचोटिमा कति जति लान सकिन्छ त? अब त्यो त थाहा नै हुँदैन नि कति लानु। त्यही एकचोटि लगेको दुईचोटि ओछ्याउन पुग्छ होला राँगालाई। ए राँगा चाहिँ ठुल्ठुलै पाल्नु भएको छ? मसिना छन् हौ, धेरै ठुला छैनन्। ए राँगा के गर्ने पछि? ठुलो भएपछि किन्न आउँछन्, बेचेर पठाइदिने। ए जस अहिले लिएर पालो भनेदेखि पछि फाइदै हुन्छ होला नि त? के फाइदा हुनु, उयो मल यसो हुन्छ, घाँस खान्छ, के बसिराख्नु भनेर नि। फाइदा त के हुनु, त्यसलाई दाना खुवाउनु पर्यो, पिठो खुवाउनु पर्यो, नुन खुवाउनु पर्यो। भन यस्तो दुःख गर्नु पर्यो। यहाँ तल भिरदेखि आएको बोकेर लानु पर्यो। यो लगेपछि दिनभरि कामै हुँदैन, थाकिहालिन्छ। एकछिन बसेर कुरा गर न, म बस्न मिल्छ होला नि त यहाँ? मिल्छ। यो एक बारी हुन्छ? यो त कहाँ एक भारी हुनु त, यसमा अलिक थप्नुपर्छ नि, थप्नुपर्छ। बोरामा पनि लाने? बाबुले नाम्लो बोक्न जान्दैन, त्यही भएर बाबुलाई चाहिँ बोरा ल्याइदिएको। आफू चाहिँ यही डोरीमा बाँधेर लगाइदिनु पर्यो। ठाउँ त आनन्दको रहेछ नि त यहाँतिर त। आउन गाह्रो छ कि, ठाउँ आनन्द भएको। रुखमा पनि बाँध्नुपर्छ? अब समय दिने कोही छैन। ए एक्लै भएको कारणले? एक्लै छु, अब यसरी भारी त लाउनु पर्यो। ए आएको कति टाइम भयो? आधी घन्टा जति भयो होला। ए आधी घन्टामा भारी त पुगिसकेको छ त फेरि? आउन गाह्रो छ, भारीसँग जान नि गाह्रो छ, के गर्नु। त्यसो भएदेखि त राम्रोसँग लग्यो भने पछिलाई काम लागिन्छ होइन त? पछि पानी परेको बेलामा आफैलाई सजिलो हुन्छ भनेर काम चाहिँ गरेको हो। अनि हरियो घाँस पनि हाल्दै यो पत्कार धुलो हुन्छ, यति गऱ्यो भने भरे बोक्न सजिलो हुन्छ, छिर्दैन। ल त्यसो भएदेखि म नि हिँडेँ त अब। तपाईँ चाहिँ घुम्नै आउनुभएको कि? यसो मर्निङ वाक आएको।
कहाँदेखि आउनु पर्छ यत्रो सल्लाहघरतिर मर्निङमा घुम्दै घुम्दै आएको के यता राम्रो छ भनेर सुनेर साथी पनि हुनुहुन्छ कि एक्लै हो म पनि सिलाटी